नमस्कार। आज 2083 साल वैशाख 1 गते नयाँ साल सुरु भइसकेको छ र नयाँ वर्षको शुभकामना पनि यहाँहरूमा म व्यक्त गर्न चाहन्छु र यो नयाँ सालमा तपाईहरुको धेरै उन्नति र प्रगति होस् भन्ने कामना पनि गर्न चाहन्छु। तर उन्नति र प्रगति गर्नको निम्ति हामीले के गर्नुपर्छ त? हामीले कसरी उन्नति र प्रगति गर्ने? हामीले कस्तो खालको विधाहरू अपनाउँदा, कस्तो खालको कर्महरू गर्दा उन्नति र प्रगति हुन सक्छ त? हामीले धेरै दुःख मेहनत गरेर उन्नति र प्रगति हुन्छ कि या हामी चुप्पो लागेर वर्षभरि नै बस्दाखेरि उन्नति र प्रगति हुने गर्छ? यहाँहरूले यो राम्रोसँग विचार गरेर तपाईहरु एकदम उन्नति र प्रगति गर्नुहोस् भन्न चाहन्छु। तर उन्नति र प्रगति भनेको हामीले हाम्रो सचेतनाबाट हामीले मैले कस्तो खालको प्रगति गरेको छु र मैले कस्तो खालको प्रगति गरेको छुइनँ भन्ने बारे हामीमा चेतना भएन भने हामी सधैँ नै उन्नति र प्रगति गर्नबाट वञ्चित भएको हामीले महसुस गर्न सक्छौं। त्यसकारण उन्नति र प्रगति गरेको र नगरेको भन्ने हामीले बुझ्नको निम्ति हामीमा ज्ञान चाहिन्छ। हो, कति मान्छेले पहिलो उसको जीवन स्तर भन्दा उन्नति र प्रगति गरिराखेको हुन्छ, तर पनि ऊ असन्तुष्ट हुने गर्छ। किन भन्दाखेरि उसमा त्यो बुझाइ हुँदैन, उसमा महसुस हुँदैन। उसले खाली अरूले उन्नति र प्रगति गरेको मात्र उसले देख्न सक्छ र देख्छ। त्यही दौडमा ऊ पनि उन्नति र प्रगति गर्नको निम्ति ऊ कुदिराखेको हुन्छ, मेहनत गरिराखेको हुन्छ, दुःख गरिराखेको हुन्छ। त्यतिकैमा एक दिन उसको मृत्यु हुन्छ अनि मृत्यु भइसकेपछि उसले न त उन्नति र प्रगतिको महसुस नै गर्यो, न त ऊ दुखी नै महसुस गर्न सक्यो। उसले केही पनि महसुस गर्न सकेन। ऊ धरतीमा आएर उसले केही पनि प्राप्त गर्न सकेन। त्यसकारण यहाँहरू पनि त्यस्तो नहोस्। तपाईहरुमा सचेतना होस्, तपाईहरुमा ज्ञान होस्। तपाईहरुले सबै कुरा भन्दा पनि पहिले तपाईहरुले चेतना अनि ज्ञान, धैर्यता, संयमता अपनाउनुहोस् भन्ने मेरो यहाँहरूलाई म सन्देश दिन चाहन्छु। मबाट तपाईहरुले केही लिनु छैन। मैले तपाईहरुलाई दिने भनेको यही कुराहरू हुन् र मेरो शरीर मरेर जान्छ। मरेर गए तापनि ती मैले दिएका कुराहरू तपाईमा रहिरहनेछन्। तपाईहरुको सास नजाउन्जेलसम्म यो कुराहरू, यो सचेतनाहरू, यो ज्ञानका कुराहरू तपाईमा रहिरहनेछन् र सधैँ रहिरहोस् भन्न चाहन्छु। र फेरि पनि यहाँहरूको निम्ति म 2083 साल धेरै फल्दो फुलोस् भन्न चाहन्छु। तपाईहरुको धेरै उन्नति प्रगति होस् भन्दै बिदा हुन चाहन्छु। नमस्कार।